यस भिडियोबाट चाहिँ हामीले के शिक्षा पायौँ भने हामीले जुनै जातिको पनि होस्, चाहे लिम्बू, राई, मगर, तामाङ, धामी, कामी, छेत्री, बाहुन, आफ्नो भाषा चाहिँ यसरी सानैदेखि नानीहरूलाई चाहिँ सिकाएर हाम्रो भाषालाई संरक्षण गर्नुपर्दो रहेछ भनेर तपाईहरुले पनि यस भिडियो हेरेर कस्तो लाग्छ तपाईको प्रतिक्रिया बताउनुस्। पानी पर्यो, जाडो लाग्यो, मलाई भोक लाग्यो, मलाई तिर्खा लाग्यो, मलाई निन्द्रा लाग्यो, मलाई नजिस्का है, राम्रोसँग पर, राम्रो लेख, लुगा लगा, मिठाई खा, बाजेले कराउँछ है, अनुहार धु, दाँत मल, खाना पका, सब्जी पका, आगो फुक, घाँस काट्नु जा, दौरा लिएर आइज, खाना खाएर जानुहोस्, बिहान उठ्नु पर्छ, पूजा गर्नु पर्छ, बाबा आमालाई ढोक्नु पर्छ, अब साइकल कुदाउन जान्छु, नुगेन सेवारो। तपाईहरुलाई यो भिडियो मन पर्यो भने शेयर पनि गर्दिनुहोस् होला अनि फलो पनि गर्दिनु होला। हाम्रो उद्देश्य चाहिँ एक दुई शब्द भए पनि लिम्बू भाषा प्रमोट होस् भन्ने उद्देश्यले चाहिँ यो भिडियोहरु बनाइराखेको छौं। नुगेन सेवारो, धन्यवाद।